काठमाडौँको व्यस्त सहर रन्न पार्क यहाँ चाहिँ व्यापार व्यवसाय एकदम हुने गर्छ। व्यापारको चाहिँ व्यापारको व्यवसाय सञ्चालन गरिरहेको छ भने यहाँ हेर्न सक्नुहुन्छ तपाईँले खुद्रा व्यापारीहरू पनि यसो बसिरहेका देख्न सक्छौँ। यो व्यस्त सहरको हरेक केन्द्रको यही आरएनसीमा आएर झर्ने अथवा जाने गर्छन्। यसले यो काठमाडौँको रन्न पार्क भनिन्छ यतातिरको बायाँपट्टिमा यता ठमेलको निर्माण चाहिँ गइरहेको छ भने यो व्यस्त सहरका यो ट्राफिक जम पनि यहाँ धेरै हुने गर्छ र ट्राफिक जम सँगसँगै यहाँ हरेक ठाउँबाट काठमाडौँका तिनैवटा जिल्लाहरूबाट चाहिँ यहाँ यो आरएनसीमाथि आउने भएको कारणले चाहिँ यहाँ सरकारी र विभिन्न ठाउँबाट यात्रुहरू ओहोरदोहोर गर्ने भइरहेको हुन्छ। आधारित दर्शकहरू र छेउतिर पनि एउटा सानो सानो पसल सञ्चालन भइरहेको छ। हामीले यो काठमाडौँको व्यस्त ठाउँ रन्न पार्क आरएनसी भन्ने गर्छौँ। यो आरएनसीमा गएर यसो मानिसहरू पनि रमाइलोको लागि बसिरहेका हुन्छन् भने यहाँतिर रातिमा अलिकति खतरा पैदा हुने गर्छ किनभने यहाँ त्यस्तै मान्छेहरू लुटपाट हुने जोखिम हुने ठाउँमा यहाँले बाक्लो सुरक्षा तैनात गरिने गर्दछ। यो जोखिम ठाउँ यतापट्टि चाहिँ पुतली सडक बाग बजार हुँदै खिदा जाने हो भने यो ठ्याक्कै यो रन्न पार्कको यो एरिया तपाईँले हेर्न सक्नुहुन्छ। सबैभन्दा बेस्ट ठाउँ। Thank you so much for watching this video and हाम्रो यो ब्लगलाई सब्सक्राइब गरी छेउमा बेल आइकन थिच्न नभुल्नु। थ्याङ्क यू।